हेलो फ्रेंड्स, तपाईहरु हेर्दै हुनुहुन्छ हसन टिप्स च्यानल। आज फेरि तपाईहरुलाई हसन टिप्स च्यानलमा स्वागत छ। आजको भिडियोको टपिक यो छ कि फेसबुक ग्रुपमा फेसबुक फ्रेन्डलाई कसरी इन्भाइट गर्ने, हाउ टु इन्भाइट फेसबुक फ्रेन्ड्स अन फेसबुक ग्रुप। र आजको भिडियोको टपिक यही रहनेछ। र तपाईहरुले फेसबुक ग्रुप क्रिएट गर्नु भएको छैन भने वा तपाईहरुलाई आउँदैन भने यो भिडियो हेर्नुस्। मैले यो भिडियोको लिंक डिस्क्रिप्सनमा राखिदिएको छु, गएर हेर्नुस् अनि त्यसपछि यो भिडियो हेर्नुस्। के तपाईले सोच्नु भएको छ कि फेसबुक फ्रेन्ड्सलाई फेसबुक ग्रुपमा किन इन्भाइट गरिन्छ? त सुन्नुस्, किनकि फेसबुक फ्रेन्ड्सलाई फेसबुक ग्रुपमा इन्भाइट गरेपछि छिटो र कम समयमा ग्रुपमा मेम्बर्स बढ्छन् र जसले गर्दा कुनै पनि कामको जानकारी छिटो र कम समयमा धेरै जनामा जानकारी इन्फर्मेसन पुर्याउन सकिन्छ। यस्तो धेरै नै फाइदाहरू छन्, जसमा यो एउटा मात्र फाइदा रहेको छ। त यो जान्नु भयो। अब आउनुस् फेसबुक फ्रेन्ड्सलाई फेसबुक ग्रुपमा इन्भाइट गरौँ। त यसको लागि तपाईले फेसबुकमा लगइन गर्नुस्। फेसबुकमा लगइन गरिसकेपछि तपाईको अगाडि यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आइसकेपछि अब यहाँ हेर्नुस्, राइट साइडको टपमा थ्री लाइनमा क्लिक गर्नुस्। थ्री लाइनमा क्लिक गरिसकेपछि तपाईको अगाडि यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आइसकेपछि यहाँ हेर्न सक्नुहुन्छ ग्रुपमा क्लिक गर्नुस्। ग्रुपमा क्लिक गरिसकेपछि तपाईको अगाडि यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आइसकेपछि यहाँ हेर्न सक्नुहुन्छ ग्रुपहरू। यहाँ हेर्नुस्, यहाँ जति ग्रुपहरू छन् नि, यो सबै ग्रुपमा मैले लाइक, भिजिट एन्ड कन्टेन्ट पोस्ट गरेको छु। त्यसैले यो ग्रुपहरू यहाँ शो गरेको छ। र यहाँ हेर्नुस्, मैले क्रिएट गरेको ग्रुप हसन टिप्स वाइटी। यसरी नै तपाईले क्रिएट गरेको ग्रुप तपाईको अगाडि शो हुन्छ। र तपाई आफ्नो ग्रुपमा क्लिक गर्नुस्। यसरी ग्रुपमा क्लिक गरिसकेपछि तपाईको अगाडि यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आइसकेपछि यहाँ हेर्न सक्नुहुन्छ लेफ्ट साइडको टपमा ग्रुप्स नेम र यहाँ हेर्नुस् इन्भाइट। यहाँ क्लिक गर्नुस् इन्भाइटमा। इन्भाइटमा क्लिक गरिसकेपछि तपाईको अगाडि यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आइसकेपछि यहाँ हेर्नुस्, यहाँ लेखिएको छ इन्भाइट मेम्बर्स शेयर ग्रुप। यहाँबाट तपाईले आफ्नो फ्रेन्ड्सलाई ग्रुप शेयर गर्न सक्नुहुन्छ। र यहाँ हेर्नुस् सजेस्टेड फ्रेन्ड्स। र यहाँ हेर्नुस् तपाईको फेसबुक फ्रेन्ड्सहरू। र राइट साइडमा हेर्नुस् इन्भाइट। यो इन्भाइटमा क्लिक गर्नुहुन्छ भने तपाईको फ्रेन्ड्स कहाँ इन्भाइटको नोटिफिकेसन जान्छ। यस्तो गर्नुस्, मैले गरे जस्तै। यसरी तपाईले आफ्नो फेसबुक फ्रेन्ड्सलाई फेसबुक ग्रुपमा इन्भाइट गर्न सक्नुहुन्छ। तपाईलाई यो भिडियो हेरेर कस्तो लाग्यो कमेन्ट बक्समा लेख्नुस्। साथै यो भिडियोलाई लाइक गरी ग्रे कलरमा रहेको सब्स्क्राइबको बटनलाई क्लिक गरी बेल आइकनमा गएर अललाई सिलेक्ट गर्नुस्, जसले गर्दा तपाईको डिभाइसमा आगामी आउने भिडियोहरुको नोटिफिकेसन पुगोस्। थ्यांक्स।